नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी वर्तमान कप्तान तथा गोलकिपर एन्जिला तुम्बाफु लिम्बुको जीवन सङ्घर्षमा बनेको नेपाली चलचित्र अन्जिला अहिले देशभर प्रदर्शन भइरहेको छ। गत फागुन 19 गते फागु पूर्णिमाको दिनबाट प्रदर्शनमा आएको चलचित्र अहिले तेस्रो हप्तामा पनि उच्च शोहरूका साथ हलहरूमा लागिरहेको छ। दर्शकहरूको राम्रो प्रतिक्रिया पाइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य कलाकार एन्जिला सहितको निर्माण टिम यतिखेर दर्शकहरूको प्रतिक्रिया र भेटघाटका लागि यात्रामा निस्किएको छ। यसै क्रममा चलचित्र टिमले सुनसरीको धरान हुँदै झापाको दमक स्थित डिम्याक्स सिनेमा हलमा दर्शक तथा पत्रकारहरूसँग भेटघाट गरेको छ। सो क्रममा दमक स्थित विभिन्न सङ्घ संस्था, स्थानीय र दर्शकहरूले विभिन्न बाजागाजा र झाँकीसहित चलचित्र टिमलाई भव्य स्वागत गरेको छ। सोही क्रममा एन्जिलाले आफ्नो जीवन सङ्घर्षको कथामा बनेको चलचित्रलाई माया र सम्मान गर्ने सबै दर्शकहरूप्रति आभार व्यक्त गरेकी छिन्। मैले सिकेको भन्दा नि मैले केही महिना चाहिँ मैले क्लासहरू दिएँ मनलेगा थिएटरमा। अनि मैले सृजना सुब्बा दिदीसँग पनि मैले थोरै कुराहरू सिकेँ। अनि मैले भनौँ न उहाँहरू सबैजनाको अब हाम्रो दाइ अब हाम्रो प्रेम सर उहाँहरूकै इन्करेजबाट अनि अरू कलाकारहरू दाइहरू उहाँहरूकै भनौँ न इन्करेजले गर्दाखेरि चाहिँ मैले चाहिँ यो आफ्नो क्यारेक्टर पनि गर्न सकेँ जस्तो लाग्छ।